हेलो साथीहरू, आज म आइसकेको छु। यो चाहिँ अब पार्कमा होइन, लास्टै गर्मी भयो अनि त्यो ज्याकेट फुकालेको। यहाँ चाहिँ अब मौसमको नि टुङ्गो हुँदैन, कहिले लास्टै जाडो हुन्छ, त्यही भएर म चाहिँ यो ज्याकेटहरू युज गरेर आउँछु सधैँ। र अहिले चाहिँ फुकालेको छु र सनबाथ जस्तो आनन्द मजा आइरह। र म चाहिँ काममा जाँदैछु, किनभने बिहान उठेर हिजो राति चाहिँ अलिक ढिलो सुतेँ, त्यही भएर आँखा चाहिँ पुरा निन्द्रा निन्द्रा झ्याप्प परिरह। त्यो पछि रुखहरूमा अब बस्न ऋतुले गर्दाखेरि मजाको रमाइलो माहौल तपाईँहरू देख्न सक्नुहुन्छ। साथीहरू, यो हिल्टन होटल हो होइन। अब यहाँ माथि चाहिँ यता चाहिँ रहेको छ होस्टल दामी। हामीले चाहिँ यहाँ कति रमाइलो रेस्टुरेन्ट साइटहरू देख्न सक्छौँ, किनभने इट्स लाइक अ टुरिस्ट एरिया। त्यही भएर हामीले अब यहाँ राम्रो राम्रो रेस्टुरेन्टहरू देख्न सक्छौँ। र कति राम्रो छ कि घर पनि कस्तो घुमेको राम्रो खाले घरको दृश्यहरू देख्यौँ। ताहरू पनि हामीले देख्न सक्छौँ। यो चाहिँ अब ओल्ड टाउन रोड हो, त्यो विदेशमा माहौल छ। चाहिँ पुरानो घरहरूको रिनोभेसन चाहिँ यसरी गरिन्छ, यो सबै ढाकेर। र यहाँ नजिक रहेको छ ग्रोथजिका पार्क। यहाँ चाहिँ अब दामी पार्क बनाएको छ। यहाँ चाहिँ अब कुनै दिन लिएर जाउँला तपाईँहरूलाई। हल्का चाहिँ बाहिरबाट चाहिँ यस्तो सो छ है, त्यो चाहिँ छाताहरू राखेर सानो अब गार्डन जस्तो टाइपको छ, कफी सप टाइप होइन। अब एउटा घर चाहिँ यहाँ छ अनि यहाँ चाहिँ एउटा स्ट्रिटमा लेखेको छ ऊहरू। र फाइनल्ली अब हामीले चाहिँ यहाँबाट गिदाङ्सको यो पुल अप एन्ड डाउन गर्ने पुल देख्छौँ। यस्ता घरहरू देख्न सकिन्छ हामीले पलानको स्ट्रिटमा। त्यहाँ चाहिँ अब गाडीहरू मोटरसाइकल पनि समर लागेको है, मोटरसाइकलहरू देख्न सक्छौँ हामीले पलानको गल्लीहरूमा। गिदाङ्समा हो। अनि यहाँ नजिकै चाहिँ अब पुरानो ओल्ड वार टाइमको चाहिँ पार्क पनि रहेको छ, म तपाईँहरूलाई देखाउँछु। अब हेर्न सक्नुहुन्छ फाइनल्ली अब हाम्रो अन्तिम गन्तव्यमा चाहिँ हामी आइसकेका छौँ। र यहाँ चाहिँ आज टुरिस्टहरूको मात्रा घुम्ने यात्राहरू जारी रहेको छ। र यहाँ चाहिँ टुरिस्टहरू बसिसकेका छन्। र यसमा चाहिँ क्यापेसिटी भनेको म्याक्सिमम् लिस्टमा पेसेन्जर 179 ओसो भनेको 180जनाको क्यापेसिटी रहेको यो डुङ्गाको छ। र यहाँ चाहिँ यो चाहिँ अब लगभग 4-5 मिनटपछि यो चल्छ, किनभने सबैजना लोडेड भइसकेको छ। यहाँ चाहिँ डोरीले यसरी बाँधेको छ। अब तपाईँहरू देख्नु